हेलो गुड मर्निङ एभ्रिवन। हामी चाहिँ आज चन्द्रगिरी जाँदैछौँ सम्पूर्ण फ्यामिली। हाम्रो भाइ माइलो चाहिँ आज यहाँ घुम्न मन गरेर हामी चन्द्रगिरी आउँदैछौँ सबैजना। मल्टी हेलो हेलो हाई भन्न बाबा। अब गेटमा आइयो हामी। यहाँ तल चन्द्रगिरी गेट। यो चाहिँ हामी आएको केबुल कार चाहिँ बन्द रहेछ होइन, त्यही भएर हामी चाहिँ गाडीमै जानुपर्ने भयो है। हामी चाहिँ अब खाना खाँदैछौँ। भ्यान्टुना रेस्टुरेन्टमा आइपुगेका छौँ। दामी लाग्यो मलाई, राम्रो रहेछ है। हामी खाना खाने तयारीमा छौँ। हेलो, हामी अब खाना खाने तयारीमा छौँ। यहाँ अब खाना पाक्दैछ, एकछिनमा खाना आउँछ। हामी चाहिँ चन्द्रगिरी जाने भनेर आएको। यहाँ केबुल कार चाहिँ बन्द रहेछ, त्यही भएर हामी अहिले चाहिँ यहाँ खाना खाएर अब कता हुन्छ यात्रा है गाइज। ल अब हाम्रो खाना आइसक्यो। हाम्रो टिम ठुलो छ, आइसक्यो। हामी खाना खाएर अब चन्द्रगिरी जाँदैछौँ। ओके चन्द्रगिरी भर बनाउँदैछ। चन्द्रगिरी घुम्ने एउटा सपना पुरा हुँदैछ। ओके ओके ल। हाम्रो गुरुजी हुनुहुन्छ एकदम सहज यात्रा, रमणीय यात्रा बनाइरहनु भएको छ। हामी एकदम रमाइलो तरिकाले फ्यामिली घुमिरहेको छौँ है। एकदमै खुसी छौँ। हजुरहरू पनि घुम्ने भए आउनु होला चन्द्रगिरीमा। अब हाम्रो केबुल कार चाहिँ बन्द भएर हामी चाहिँ यो चाहिँ हाम्रो गाडीमै यात्रा गरिरहेको छौँ। एकदम रमाइलो छ यात्रा है। थ्याङ्क यू सबैजना। सुखेर व्यस्त रहनु होला, खुसी रहनु होला। हेलो, के छ खबर? हाई गाइस। चन्द्रगिरी जाँदैछौँ। माथि गएर छौँ मैले यहाँ कपाल बान्दैछु। कपाल बान्दैछु। अनि त्यसै कपाल धेरै हेयर स्टाइल पनि छ। ओके ल ल, हेयर स्टाइल पनि छ अब है। हामी चाहिँ अहिले बाटोमा जाँदैछौँ। हामी जसरी पनि चन्द्रगिरी पुग्ने भनेर है। चन्द्रगिरी चाहिँ जाँदैछौँ हामी। यस्तो रमणीय छ तर, एकदम रमाइलो छ तर होइन बाटोमा चाहिँ। हेलो एभ्रिवान, हामी चाहिँ केबुल कार बिग्रेको कारणले हामी चाहिँ गाडीमा आइयो। अब यहाँबाट 15-20 मिनट हिँड्नुपर्छ है। यहाँबाट 15-20 मिनट हिँड्नुपर्छ अरे। यसरी आइयो है। यहाँ सबै पार्किङहरू छ। यसरी जानुपर्ने भयो यहाँबाट चाहिँ। यहाँबाट यसरी हामी हिँड्नुपर्ने भयो। हामी धेरै छौँ फ्यामिली, सबैजना जाँदैछौँ। थ्याङ्क यू। अब यहाँबाट उकाला लाग्नुपर्छ। हाम्रो चाहिँ 20 मिनटको हाम्रो चाहिँ पैदल यात्रा हुन्छ। थ्याङ्क यू सो मच। हामी चाहिँ जाँदैछौँ है अब। ल कस्तो गल्छ?
केबल कार चढ्न चाहिँ पाएनौँ तर ठिक छ हामी हिँडेर जाँदैछौँ है त गाइस हेलो हामी अहिले चन्द्रगिरी जाँदैछौँ बाटोमा चाहिँ छौँ अहिले केबल कार बिग्रेर यस्तो अवस्थामा छौँ यात्रा पैदल यात्रा भइरहेछ तर गाह्रो छ उकालो जस्तो भन्ने ठाउँमा ल गाइज हामी एकदमै रमाइलो पनि भइरहेछ दुःख सुख भइहाल्छ है ल ओके हामी जाँदैछौँ ल जानुपर्छ बाबा के भयो छोरा ओके जाने हामी ल माथि बस्नु भएको छ उहाँहरू गाह्रो भएर होला सायद उकालो रहेछ नि त एउटा केबल कार बन्द भएर यो समस्या भोगेर है हामी चाहिँ हेलो हामी चाहिँ अहिले चन्द्रगिरी पुगिसकेका छौँ लट्ठी बाँध्दै हो बाबु मल्टी हेलो हेलो मल्टी म त लट्ठी खाँदैन लट्ठी उखु खाँदै उखु खाँदै हो बहुत दामी छ है घुम्यो आज पैदल लाँदापट्टि गर्थ्यो होइन सुन्दर त घुमघाम भयो आज राम्रै भएछ पछाडिबाट म पछाडि त्यसै हेलो गाइस तपाईँहरू के हेर्दै हुनुहुन्छ के चिन्नुभयो तपाईँले के देख्नुभयो वाउ मलाई आश्चर्य लाग्यो तर खुसी लाग्यो हेर्नुहोस् त यो चाहिँ तालचा लगाएर भाका लगाउने ठाउँ रहेछ चन्द्रगिरीमा छु वाउ भेरी नाइस हेलो गाइस हेर्नुहोस् त हामी चन्द्रगिरीमा छौँ अहिले यति सुन्दर छ यति रमाइलो छ वाउ कति रमाइलो लाग्यो मलाई तपाईँहरू पनि एकचोटि अवश्य पनि आउनु होला चन्द्रगिरीमा है फेरि एकदम राम्रो लाग्यो मलाई चन्द्रगिरी मन्दिर हामी चन्द्रगिरीमा छौँ अहिले ल माइला यहाँ बसिरहेछ चन्द्रगिरीमा एकदम रमाइलो भएको छ आज घुम्न आयो रमाइलो छैन हामी सबैजना रमाइलो पनि छैन एकदम रमाइलो लाग्यो हामी गाउँमा खर्सु काट्ने भनेर आमाहरू जानुहुन्थ्यो ठ्याक्कै खर्सु पनि भेट्यो आज होइन एकदम रमाइलो रहेछ फेरि पनि यो तपाईँले देखिरहेको तालचा लक गरे है भाकालहरू भएपछि तपाईँहरू आएर फुकाउनुपर्छ यसमा फेरि चाहिँ अहिले चन्द्रगिरीमा आइपुगेका छौँ म पनि पहिलोचोटि आएको एकदम रमाइलो लाग्यो अनि तपाईँहरू हेर्न सक्नुहुन्छ यो तालचा चाहिँ लगाइरहनु भएको छ अनि यो तालचा चाहिँ यो भाकालको तालचा रहेछ होइन यो भाकाल पुरा गरेपछि पछि आएर हामीले खोल्नु पर्ने रहेछ ल यो चाहिँ हामीले दृश्य देखाउँ होइन यो यहाँ चाहिँ चन्द्रगिरीबाट देखिने एकदमै रमाइलो दृश्यहरू एकदम रमाइलो छ तपाईँहरू एकचोटि आउनु होला चन्द्रगिरीमा है अनि यहाँ चाहिँ मन्दिर छ म यसरी जान्छु अनि मन्दिर जाँदैछु म मन्दिर दृश्य चन्द्रगिरी मन्दिर अन्तिम समय होला कि ल ताल झर के हुनु किन अलि गएर पनि हुन्छ अलि क्या हो रमाइलो चाहिँ दर्शन गरियो आज धन्यवाद हामी चन्द्रगिरी छौँ एकदम रमाइलो आज हामी दर्शन गरेर फर्किने क्रममा हो एकदम रमाइलो लाग्यो आउँदाखेरि जति
दुःख भयो तर अब हामी सकेर जाँदाखेरि एकदम प्रफुल्लित छौँ एकदम हेप्पी छौँ 11 गते रिलिज हुन्छ जति 12 गते आई लभ यु वान पिस पहिलो नम्बरमा थाहा भयो है एउटा भाइ भएन अलिक कान्छल्यो बत्तीमा उलायो जाऊ त भरे